भलकोटको पौवा होइन यो बलकोट बलकोट कि भलकोट बलकोट हामी अहिले बलकोटको यो पौवामा बस्दै छौँ यो अर्घाखाँचीमा पर्छ बलकोटको पौवा बडा सुन्दर ल हेर्नुहोस् त आहा एकछिन मैले भिडियो बनाइरहेको छु है बलकोटको पौवामा पर्यटकहरू यहाँ यसरी रमाइरहनु भएको छ बलकोटको पौवा है बडा राम्रो छ यसको बारेमा चाहिँ अब बुझ्नै पर्छ के हो भन्ने कुरो त्यति हामीलाई पनि थाहा छैन है बलकोटको पौवा यो के हो कसो हो भन्ने विषयमा बुझौँला के लेखेको छ कमान्डिङ कर्णेल स्वर्गीय सनक सिंह टन्डन लाहुरी छेत्री 1973 नेपाल एकीकरण अभियानका वीरयोद्धाहरूमध्ये एक काजी शशिधर छत्रीका नाति कप्तान परशुराम छत्रीका जेठा छोरा सनक सिंह टन्डनको वीरता युद्ध कुशलता आफ्ना पुर्खाहरूबाट संस्कारगत अर्जेका थिए 1904 को अलौ पर्वमा देखाएको पुरुषार्थ एवं चातुर्य विक्रम सम्वत 1912 को नेपाल तिब्बत युद्धमा देखाएको रणकौशलता एवं भारतमा भएको सिपाही विद्रोहमा उनले खेलेको भूमिका र बहादुरी नेपालको इतिहासमा प्रसिद्ध छ नेपाल फर्किन साथ उनले तत्कालीन श्री 5 महाराजराज सुरेन्द्र विक्रम शाहबाट टन्डन लाहुरी छेत्री भन्ने उपाधि पाएका थिए उनी नेपालका पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका जेठान पनि हुन् उनकी बहिनी नन्दकुमारी टन्डनसँग जङ्गबहादुरको दोस्रो विवाह सम्बन्ध जोडिएको थियो काठमाडौँको 32 पुतली स्थित प्रसिद्ध एवं रामचन्द्र मन्दिर अर्घाखाँचीको बलकोट स्थित परशुरामेश्वर एवं इन्द्रेश्वर मन्दिर सहित पौवा उनैको कृति हुन् रेडीको ऋषेश्वर मन्दिरमा पनि उनका केही कृतिहरू छन् मथुराको लामो सप्तल एवं बगैँचाले पनि उनलाई सम्झाउँछ मथुरादेखि प्युठानसम्मको बाटो दुवैतिर आँपका बिरुवाहरू उनैको अगुवाईमा रोपिएको थियो अर्घाखाँची बलकोट बस्तीमा बसाउन उनको ठुलो योगदान रहेको छ यस्तो छ उहाँ हुनुहुन्छ सनक सिंह टन्डन लाहुरी छेत्री निकै नै प्रसिद्ध योद्धा हुनुहुँदो रहेछ गाइज है ल हेर्नुहोस् यो सप्ताल बलकोट प्रहरी चौकी पनि रहेछ